नमस्कार हजुर। साहेब, हजुरको नाम के होला? मेरो नाम देवका बकाले। हजुर कहाँदेखि आउनु भएको हो? म काठमाडौँ थानकोटबाट अहिले। तपाईँले सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कहिले ग्रहण गर्नुभयो? सन्त रामपालजी महाराजबाट मैले नाम दीक्षा सन् 2014मा प्राप्त गरेँ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा ग्रहण गर्नुभन्दा पहिले तपाईँले के कस्ता भक्ति साधनाहरू अपनाउनु भएको थियो? सन्त रामपालजी महाराजको नाम दीक्षा लिनुभन्दा पहिले मैले 33 कोटी देवी देवता, शिव पार्वती देवी सबैको भक्ति गर्थेँ। अनि त्यसमा नि विशेष गरेर गणेशजीको मैले व्रत बस्ने गर्थेँ। तपाईँ पहिले 33 करोड देवी देवता ब्रह्मा विष्णु र शिव सहित विशेष रूपमा गणेशजीको पूजा गर्नुहुन्थ्यो। त्यसपछि यस्तो के भएको थियो जसले तपाईँ सन्त रामपालजी महाराजजीको शरणमा जाने प्रेरणा पाउनुभयो? म यी 33 कोटी देवी देवताको भक्ति गर्दा गर्दै मलाई धेरै समस्या आएको थियो। मलाई चाहिँ खुट्टामा जलनको रोग, मेरो छोरालाई शारीरिक कष्ट भएको थियो। मलाई चाहिँ पाइल्सको रोग पनि आयो। हप्तै पछि म पशुपति जान्थेँ, अनि सङ्कट जान्थेँ, सबैलाई दान दक्षिणा गर्थेँ। तर पनि मलाई चाहिँ यो भक्ति गर्दा गर्दै सबै दुःख कष्ट आइरहेको थियो। त्यस हुनाले म सन्तुष्टि थिइनँ। अनि त्यसै कारणले म सन्त रामपालजी महाराजको शरणमा गएँ। सन्त रामपालजी महाराजबाट उपदेश प्राप्त गरेर भक्ति साधना गर्न थालेपछि तपाईँले कुन कुन लाभहरू अनुभव गर्नुभयो? म सन्त रामपालजी महाराजको शरणमा गएपछि मलाई धेरै लाभहरू प्राप्त भयो। पहिलो कुरो त मलाई ज्ञानगङ्गा बुक पढ्दा पढ्दै मेरो खुट्टाको जलनको रोग ठिक भयो। त्यसपछि म बरवाला आश्रम गएँ। बरवाला आश्रम गएपछि मैले सन्त रामपालजी महाराजसँग नाम दीक्षा लिएँ। नाम दीक्षा लिएँ अनि मेरो छोरालाई पनि नाम दीक्षा दिनको लागि लगेँ। त्यसपछि मेरो छोराको 6 वर्षको थियो। 6 वर्षको छोरालाई चाहिँ पिसाब फेर्ने ठाउँको समस्या थियो। उसको त सबै पाकिसकेको थियो। उसलाई चाहिँ डक्टरले भनेको थियो कि यसको अपरेसन गर्नुपर्छ, अलिकति काटेर पनि फाल्नुपर्ने हुन्छ भनेको थियो। त्यसले गर्दाखेरि म चाहिँ धेरै पीडित थिएँ। अनि सन्त रामपालजी महाराजको नाम दीक्षा दिलाएपछि सन्त रामपालजी महाराजको नाम दीक्षाले छोरोलाई सबै निको भयो। अनि लाभ त सन्त रामपालजी महाराजजीको शरणमा गएपछि मेरो पाइल्सको रोग 2 वर्षदेखिको पाइल्सको रोग थियो। त्यो चाहिँ मेरो सन्त रामपालजी महाराजको नाम दीक्षा लिएर सन्त रामपालजी महाराजले पहिला सुरुमा त प्रथम मन्त्र दिनुहुँदो रहेछ। अनि त्यसपछि दोस्रो मन्त्र सतनाम भनेर दिनुहुँदो रहेछ। सतनाम लिएपछि मेरो 1 हप्तामै मेरो पाइल्सको रोग गायब भयो। म चाहिँ सन्त रामपालजी महाराजको शरणमा जानुभन्दा पहिला म चाहिँ 6 महिनासम्म म चाहिँ रातमा निन्द्रा चाहिँ मेरो हुन्थेन। दिउँसोमा त्यसलाई 10-15 मिनट म सुते जस्तो हुन्थ्यो। त्यसपछि रातमा मलाई चाहिँ कुनै पनि निन्द्रा आउँथेन। त्यो पनि म सन्त रामपालजी महाराजको शरणमा गएपछि मलाई त्यो गएको दिनदेखि म चाहिँ जति पनि सुत्ने भएँ, त्यो चाहिँ मलाई डिप्रेसन जस्तो भइसकेको थियो। सन्त रामपालजी महाराजको शास्त्रअनुसारको दीक्षा लिएपछि, नाम दीक्षा लिएपछि मलाई सब निको भयो। म भाडामा बस्थेँ। सन्त रामपालजी महाराजले यस्तो दया गर्नुभयो कि मलाई 81 मेरो पैसा नहुँदा पनि मैले घर बनाएँ। घर बनाएर मैले कसरी घरको ऋण चुक्ता गरेँ मलाई नै थाहा छैन कि यति सत् तरिकाले मेरो घरको ऋण पनि चुक्ता भयो। म अहिले आफ्नै घरमा भक्ति गरेर बस्छु। अनि मेरो छोरीलाई भूत प्रेतको बाधा थियो। कस्तो भने हामी आमा छोराले चाहिँ भक्ति गरेका थियौँ, नाम दीक्षा लिएका थियौँ सन्त रामपालजी महाराज। अनि मेरो छोरीले चाहिँ नाम दीक्षा लिएको थिएन। उसलाई चाहिँ साँझ परेपछि ऊ सुत्ने बेलामा उसँग भूत सँगै सुतेपछि भूत सँगै सुत्न आइहाल्ने, झ्याल खोल्ने, अनि सर झ्याल खोलेको पनि उसले थाहा पाउने। अनि भूत प्रेत सँगै सुत्न आउँदो रहेछ। अनि बिहान भएपछि ऊ उठेर जाने गर्दो रहेछ। अनि त्यसपछि सन् 2016मा उसले नाम दीक्षा लियो। नाम दीक्षा लिएपछि त्यो भूत प्रेत पनि कहाँ गयो केही थाहा छैन। यो पनि परमात्माको दयाले लाभ भएको छ। अनि सन्त रामपालजी महाराजको दयाले मेरो एपेन्डिक्सको
रोग लागेको रहेछ। मलाई थाहा थिएन कि एपेन्डिस हो भनेर। मलाई 2 महिनासम्म एपेन्डिस भनेको त तत्कालै अपरेसन गर्न पर्ने रहेछ। तर पनि मैले कस्तो भयो भने मलाई अब ग्यास्ट्रिक भन्ने मात्रै भयो। अनि मलाई एकदम बेसरी दुख थियो कि एपेन्डिसले सहनै हिँड्नै नसक्ने दुख थियो। अनि मैले त्यस्तै गानो भन्ने मात्रै भयो। त्यस्तै दबाई खाने बस्ने गर्ने गर्थेँ। अनि म यस्तै हुँदाहुँदै म हिसार सन्त रामपालजी महाराजको आश्रममा गएको थिएँ। जाँदाखेरि मलाई बाटोमा चाहिँ रेलमा साह्रै दुःख भयो। किन भन्दा पेट दुखेर धेरै दुःख भयो। दुःख भएपछि मैले परमात्मालाई सन्त रामपालजी महाराजलाई सम्झिँदै गएपछि आश्रम पुगेपछि मलाई त सबै निको भयो। निको भएपछि आएर फेरि एक दिन घरमा बेसरी गाह्रो भएर डाक्टरलाई देखाउँदा तँ चाहिँ धेरै खतरामा छस् भन्यो। खतरामा छस् भनेपछि मलाई त त्यस्तो केही भएको थिएन। घरिघरि दुख्ने घरिघरि हुने थियो। तर डाक्टरले भन्यो कि तँ खतरामा छस्, यो मर्न पर्ने व्यथा हो, के भयो कहिलेदेखिको भन्यो। मैले भन्ने मेरो चाहिँ 2 महिना भइसकेको थियो। उसलाई डाक्टरलाई भन्ने मैले 6-7 दिन मात्रै भयो। 6-7 दिन मात्रै भयो भन्दाखेरि 6-7 दिनसम्म त के हेरेर बसेको थिएँ, यत्रो खतरामा छ मान्छे, मर्न पर्ने मान्छे चाहिँ त बाँचेको रहेछस् भनेर डाक्टरले भन्यो। भनेपछि म फेरि सन्त रामपालजी महाराजको आश्रममा गएँ कलङ्की गएर। अनि मलाई त्यति बेलासम्म पनि मलाई केही खासै डर लागेन। अनि नामदानमा गएपछि अनि परमात्मालाई मैले सम्झेँ। अनि प्रणाम गरेर आएँ। प्रणाम गरेर घर गएपछि फेरि म राति चाहिँ त्यो दिन राति चाहिँ धेरै आत्तिएपछि अनि भोलिपल्ट फेरि म हस्पिटल गएँ। हस्पिटल गएपछि मलाई चाहिँ उही नै भर्ना गरिदियो, हस्पिटलमै भर्ना गरिदियो। एकैछिन म त्यतिकै सेवामा जान्छु, अब सेवामा जाने, अब एकचोटि देखाएर अनि त्यही 10 पुस्तक सेवामा जाने भनेर हिँडेको थिएँ। पुस्तक सेवामा जान्छु भनेर हिँड्दाखेरि उसले अनि यो सशस्त्र हस्पिटलमा गएँ। सशस्त्र हस्पिटलमा गएपछि उसले रिफर गरेर उसले चाहिँ वीर हस्पिटलमा पठाइदियो। वीर हस्पिटलमा जाँदाखेरि उसले चाहिँ भर्ना गरेर 1 हप्तासम्म त्यही राखिदियो। अनि सन्त रामपालजी महाराजको यो मन्त्र दीक्षाले अहिले मलाई चाहिँ त्यो एपेन्डिक्स पनि सहज तरिकाले मेरो चाहिँ निको भयो, अपरेसन भयो। मलाई कुनै कष्ट भएन। तपाईको इन्टरभ्यू हेरिरहेका दर्शकहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? जसलाई गाह्रो छ, दुःख कष्ट छ, रोग लागेको छ, उहाँहरूले सुन्नुभएको छ भने हजुरहरूले सन्त रामपालजी महाराजको नाम दीक्षा, सन्त रामपालजी महाराजसँग दीक्षा लिन सक्नुहुन्छ। उहाँले कस्तो दीक्षा दिनुहुन्छ भने शास्त्र अनुसार गीता वेद पुराण अनुसारको मन्त्र दिनुहुन्छ। त्यो शास्त्रमा लेखिएको अनुसार सही भक्ति, सही मन्त्रले गर्दाखेरि हाम्रो सम्पूर्ण पापहरू नाश हुँदो रहेछ। सम्पूर्ण पापहरू नाश भइसकेपछि हामीलाई दुःख कष्ट चाहिँ दूर हुँदो रहेछ। त्यसैले सबैले जोसुकैले पनि देख्नुहुने सबै दिदीबहिनी दाजुभाइहरूले सन्त रामपालजी महाराजबाट लेखेको पुस्तक ज्ञानगङ्गा, गीता तिम्रो ज्ञान अमृत, जिउने मार्ग पढ्नुहोस्। त्यसमा के लेखेको छ बुझ्नुहोस्, शास्त्रसित दजाएर हेर्नुहोस्। त्यसपछि नाम दीक्षा लिँदा के हुन्छ, नलिँदा के हुन्छ, हजुरहरूले फरक पाउन सक्नुहुनेछ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन के गर्नुपर्छ? यदि कसैले सन्त रामपालजी महाराजसँग जुन्न चाहनुहुन्छ भने हजुरहरूले अहिले सन्त रामपालजी महाराजको विभिन्न टिभी च्यानलहरूमा अहिले सत्सङ्ग चलिरहेको हुन्छ। त्यसमा हजुरहरू जुन्न चाहनुहुन्छ भने हजुरहरूलाई बुक मगाउनु छ, पढ्नु छ भने हजुरहरूले तलपट्टि पिलीपट्टि तल लेखिएको पट्टि हुन्छ, त्यसमा फोन नम्बर सहित लेखिएको हुन्छ। त्यसलाई हजुरहरूले टिपेर कल गरेर पुस्तक मगाउन सक्नुहुन्छ र उहाँ सन्त रामपालजी महाराजसँग जुड्न सक्नुहुन्छ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन कति पैसा तिर्नुपर्छ? सन्त रामपालजी महाराजसँग नाम दीक्षा लिनको लागि कुनै पनि पैसा लाग्दैन, निशुल्क पाउनुहुनेछ। धन्यवाद। सत साई।